हेलो एन्ड नमस्ते एभ्रिवान। स्वागत छ तपाईँहरूलाई मेरो अर्को भिडियोमा। आज ठ्याक्क एक हप्ता भयो मलाई पत्थरी भएको, यानि कि किडनी स्टोन। र आजको दिन शुक्रबारको पेन म जिन्दगी बिर्सिदिनँ। किडनी स्टोन यानि कि पत्थरी एउटा यस्तो खालको बिमारी हो जुन आई विस कि मेरो दुश्मनहरूलाई नहोस्, बिकज द्याट इज सो पेनफुल। जो जसलाई भएको छ उनीहरूलाई मेरो भावनालाई बुझ्न सक्छ कि जब किडनी स्टोन हुन्छ कति धेरै पेन हुन्छ भनेर। यहाँ यार यो त गयो के लाइक हुन्छ नि कसैले भाला घप्या जस्तो, एकदम खत्रै दुख्छ। र त्यो शुक्रबारको दिन चाहिँ के भएको थियो भन्दाखेरि एभ्रिथिङ इज ओके हुन्छ नि। राति खानासाना खाएँ, राति हल्का दुखिरहेको थियो, अनि शुक्रबार आयो। बिहान इज ओके, बिहान अलिअलि दुखिरहेको थियो, नर्मल हो, पहिला नै अलिअलि दुखिरहेको हुन्थ्यो। चेकअप गराउनु ठिक हुन्छ। बट त्यो शुक्रबारको दिन जब मैले थोरै चना खाइ बसिरहेको थिएँ, त्यसपछि टोयलेट गएर बाहिर आउने बेलामा यति धेरै पसिना आएको, खल 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 पसिना, प्लस पेट दुखेर भन्छु भने हुर्के लाइक बाथरुमबाट बाहिर निस्कि 2 पाइला भएर चढाएको थियो, म ती फेन्ट जस्तो के पसिना पसिना भएर बिहोस। यति गाह्रो हुन्छ। त्यसपछि लाएर मलाई हेल्थ पोस्टमा लगेर 3-4 पेन किलरको सुई लाएर एभ्रिथिङ इज ओके। अब थाहा नै होला यहाँ चपुरको भर हुँदैन भनेर हस्पिटलहरूको, त्यही भएर एभ्रीबडी सजेस्ट मी कि भरतपुर जाउँ भनेर। र वी आर अल्सो ओके, जाउँ त भरतपुर, एम्बुलेन्समा किन जानु, अहिले ठिक भइरहेको छ भनेर घर फर्किरहेको थिएँ। बट घर फर्किने बेलामा फेरि पेन भयो, त्यस्तै दुखाइ भयो, फेरि हस्पिटल लाग्यो, फेरि 2-3 पेन किलरको सुई हानी। त्यसलाई भएन भनेर हामी राति चपुरबाट निस्कि भरतपुरको लागि एम्बुलेन्सले लगभग 2-3 घन्टामा हाम्रो त्यहाँ पुऱ्यायो। रातभरि त्यहीँ बसी के गऱ्यो, त्यहाँ गएर पानी चढायो, सलाइन पानी चढायो, त्यसपछि फेरि सुई लायो, के अरे भिडियो एक्सरे भयो, त्यसपछि सिटी स्क्यान भयो, डक्टर आयो, टु मच थिङ। एट द एन्ड मलाई के भएको छ भन्दाखेरि मलाई चाहिँ किडनी स्टोन भएको रहेछ। हस्पिटलबाट आयो, 2 हप्ताको दबाई दिएको छ। पानी खानेकुरामा त्यस्तो धेरै केही पनि भन्नु भएन, अलिक नुन कम खानु भन्नुभयो, त्यही गरिरहेको छु। पानी खाइरहेको छु। निम्बु पानी इज बेस्ट है, जसले जे जस्तो भने पनि निम्बु पानी खानु होला, अलिक धेरै राम्रो हुँदो रहेछ। अब कन्डिसन कस्तो छ भन्दा ठिकै छ, अहिले नर्मल भइरहेको छ। अलिअलि गाह्रो कहाँ हुन्छ भन्दाखेरि बोल्दाखेरि धेरै बोलेपछि पेट दुख्छ, पेट दुखेपछि सहनसँग दुख्छ, त्यसमा गाह्रो छ। अब भने जस्तो हुँ गरेर काम गर्नु सक्दैन। अब फिजिकल्ली अलिक ठिक भयो भने मेन्टली अझै पनि विकै फिल भइरहेको छ, किनकि कता कता लागिरहेको छ कि मलाई फेरि दुख्ने हो कि के काम गर्दाखेरि भन्ने त्यस्तो भइरहेको छ। अब हेरौँ, 1 हप्ता भइसक्यो, अब अर्को हप्तामा दबाई सकिन्छ, चाहे ठिक होस् नहोस् त्यसै होस्, एकचोटि फेरि गएर भिडियो एक्सरे गरेर के छ कन्डिसन हेरेर त्यसपछि सबै कुराहरू चाहिँ पहिला जस्तै कन्टिन्यू गर्ने भन्ने सोचिरहेको छु। लेट्स सी के हुन्छ। ल यति नै थियो भिडियो, भिडियोलाई मात्रै हो। थ्याङ्क यू।